जिन्दगीसँग खुलेर आफूले आफूलाई क्षमा याचना गर्ने यो सुवर्ण अवसर आएको छ। आज केवल हजुर हुनुहुन्छ अनि हजुरको जिन्दगी माफ करते हुए मेरो जिन्दगी महसुस गर्नुहोला। आफूले आफूलाई क्षमा याचना गरेर आफूप्रति क्षमा मागेर हजुर अलि पर जाँदै हुनुहुन्थ्यो। जाँदै गर्दा हजुरको मामा माइजू हुनुहुन्छ, जुन मामा नजाँदै गर्दा हजुरलाई अघि उपदेश दिने त्यो मामा माइजूलाई देख्दै गर्दा नमन गर्दै प्रणाम गर्दै हे मामा हे माइजू मैले हजुरहरूलाई नबोल्ने कुरा नगर्ने व्यवहार अभद्र व्यवहार गरेको रहेछ, मलाई माफ गरिदिनुहोला। आज हजुरहरू समक्ष माफी मागिराखेको छु। मैले हजुरहरूलाई अर्पी दिँदै गर्दा मेरो जीवनमा राम्रो बनाउन राम्रो कुरा भन्दै गर्दा मैले सधैँ हजुरहरूलाई हिच्याउने हिँडेँ, मैले पत्याइन है, मलाई माफ गरिदिनुहोला। हे मामा हे माइजू मलाई माफ गरिदिनुहोला। हजुरले आफ्नै भान्जा भान्जी सम्झिएर मलाई माफ गरिदिनुहोला भन्दै उहाँहरूप्रति माफी माग्दै क्षमा याचना गरेको महसुस गर्नुहोला र उहाँहरूलाई नमन गर्दै प्रेमपूर्ण क्षमा गरेको महसुस गर्नुहोला। यतिकैमा अलि परपट्टि पुग्दै गर्दा हजुरको सानी आमा ठुली आमा सत्यमा हुनुहुन्छ। हे सानी आमा हे ठुली आमा मलाई माफ गरिदिनुहोला। व्यवहार सद्व्यवहार भन्दै गर्दा मैले कहीँ फुटै लागे है, मलाई माफ गरिदिनुहोला। मैले आफ्नै छोरी छोरा सम्झेर मलाई माफ गरिदिनुहोला। हे मेरो सानी आमा हे मेरो ठुली आमा मलाई माफ गरिदिनुहोला। मैले हजुरहरूलाई नराम्रो वचन गरेको रहेछु भने मलाई माफ गरिदिनुहोला भन्दै उहाँहरूसँग क्षमा याचना मागेर हजुर आनन्दित बन्दै त्यहाँबाट उहाँहरूलाई नमन गर्दै बाहिर आइराख्नु भएको छ महसुस गर्नुहोला। अलि परपट्टि पुग्नुभयो। त्यहाँ पुग्दै गर्दा अरू कोही नभएर हजुरको काका काकी ठुलो बुवा ठुली आमा हजुरलाई सानो हुँदा काकै गर्दै हात समाउने हजुरलाई सधैँ मिठो वचनमा बोलाउने ठुलो बुवा ठुली आमा हजुरलाई सधैँ उपदेश दिने ती ठुलो बुवा ठुलो आमाहरूसँग मुखै लागेको रहेछु भने मलाई माफ गरिदिनुहोला। म कति ठुलो भइन्छ है, मैले हजुरहरूलाई कहिल्यै बुझ्न सकिनँ। मलाई सधैँ ज्ञानको कुरा दिनुहुन्थ्यो, मलाई सधैँ अर्ती दिनुहुन्थ्यो, तर हजुरहरूलाई मैले सधैँ नराम्रो व्यवहार गरेँ, मलाई माफ गरिदिनुहोला। हे मेरो ठुलो बुवा हे मेरो ठुली आमा हे मेरो काका हे मेरो काकी मलाई माफ गरिदिनुहोला। म हजुरकै छोरी म हजुरकै छोरा, मलाई आफ्नै सम्झेर हजुरहरूले मलाई क्षमा याचना दिनुहोला भन्दै माफी मागिरहनु भएको छ महसुस गर्नुहोला। भित्री अन्तरात्मादेखि नमन गर्दै क्षमा याचना गरेर हजुर त्यहाँबाट अलिक पर पुग्नुभयो। पुग्दै गर्दा हजुरले अभद्र व्यवहार नराम्रो वचन नराम्रो कर्म सधैँ धर्म कर्म गर्ने विवाह पार्टीमा निमन्त्रण गर्दा पनि हजुर कहिले नजाने, हजुरले छिमेकीको कर्तव्यको त्यो पालना नगर्ने, हजुरले आफूलाई चिनेर आज छिमेकीसँग माफी मागिरहनु भएको छ महसुस गर्नुहोला। हे मेरो छिमेकी आमा दिदी काका बुवा काकी आमा दाइ बहिनी भाइ सबैले मलाई माफ गरिदिनुहोला। म सबैसँग मिलेर अब सधैँभरि राम्रो बन्छु, मलाई माफ गरिदिनुहोला भन्दै सबैसँग क्षमा याचना मागेर हजुर त्यहाँबाट उहाँलाई नमन गर्दै प्रणाम गर्दै अङ्गमा गर्दै सबैसँग बिदा हुँदै बाहिर आइराख्नु भएको छ महसुस गर्नुहोला। र
अलिक परपट्टि जाँदै गर्दा हजुरको मामा घरको हजुर बुवा हजुर आमासँग भेट्ने अवसर आयो। हजुर बुवा हजुर आमा मामा घर जाँदै गर्दा हजुरलाई मिठो वचनले मेरो नानी आई भन्दै सधैँ प्रेमपूर्ण व्यवहार गर्ने, आफू नमिठो खाए पनि हजुरलाई मिठो खानेकुरा लुकाइदिने त्यो बुढो भएको हजुरआमालाई मैले कहिले सम्झिनँ है। म कति ठुलो भएछु, म कति बुझ्ने भएछु है। मैले कहिले मेरो हजुरआमालाई बुझ्न पाइनँ। के छ कसो छ भन्नु मैले सोध्दै छोरी हजुरकै छोरा। आजको दिनदेखि म सङ्कल्प गर्छु हजुरले गरेको त्यो मलाई गर्भमा राखेको दुःख कष्ट मलाई दिनुभएको थियो सबै राम्रो गुण हजुरले गर्नुभएको त्यो विश्वास प्रेम त्यो भावनाको सधैँ कदर गर्ने महान व्यक्ति बन्नेछु हे माताश्री, मलाई माफ गरिदिनु होला। म लुकी नराम्रो कर्म गरेको रहेछु भने मलाई पढ भन्नमा नपढ्ने म कति सम्मको रहेछु, मलाई माफ गरिदिनु होला। म पढ्नको लागि सधैँ हजुरको आशीर्वाद राखिराखेको छु, मलाई माफ गरिदिनु होला। हे मेरो माताश्री, हजुरसँग क्षमा याचना गर्दै मातालाई नमन गर्दै माताको चरणमा धन्यवाद गर्दै उहाँको काखमा उहाँको त्यो प्रेमपूर्ण छातीमा गएर प्रमाण गर्दै प्रेमपूर्ण आनन्दका व्यवहार गरिरहनु भएको छ। उहाँको त्यो हातले हजुरको शिरमा राखेर आशीर्वाद मागिरहनु भएको छ, महसुस गर्नुहोला। हे माताश्री, मलाई माफ गरिदिनु होला। एउटा लामो श्वास लिँदै आफ्ना कोमल नयनहरू आरामले बन्द गर्नुहोला। हजुरको श्वास कसरी भित्र बाहिर गरिरहेको छ महसुस गर्नुहोला।